हेलो हाई नमस्ते फ्यापुला ह्याप्पी ग्याल्पोलो सर। आज हामीलाई नयाँ बस्ती गुम्बामा इन्भाइट गर्नुभएको थियो ख्याम्बोलाले हो। अनि त्यहाँनिर हामी गएर एकदमै खुसी लाग्यो। एकदमै राम्रो कस्तो राम्रो सजाउनु भएको रहेछ, एकदमै राम्रो सजाएको रहेछ गुम्बाहरू चाहिँ। अनि यहाँनिर प्रोग्रामहरू चाहिँ पनि हुँदै रहेछ, नाचगान पनि हुँदै रहेछ। हामी पहिला छेसम्म ढोक गऱ्यौँ, पहिला गुम्बाको दर्शन गऱ्यौँ। यहाँनिर चाहिँ राम्रीहरू बसेको रहेछ हो। अनि बहिनीहरू भने यसरी हामीले एकदमै राम्रो यहाँनिर कस्तो राम्रो सजाउनु भएको रहेछ गुम्बाहरू। एभ्री इयर हामीलाई बोलाउनुहुन्छ हो, हामी दर्शन गर्न आउँछौँ। एकदमै राम्रो छ, तपाईँहरू पनि आउनुहोस्। नयाँ बस्ती गुम्बामा एकदमै राम्रो छ, हामी आइरहन्छौँ त यहाँ। अनि यहाँनिर हामी दर्शन गऱ्यौँ, ढोक्यौँ, पूजा प्रार्थना गऱ्यौँ। आज लोसार भनेको चाहिँ आज टिबिटियनको आज न्यू इयर हो। आज नयाँ साल, आजदेखिबाट नयाँ साल सुरु भएको, त्यसले गर्दाखेरि ग्याल्पो लोसार भनिन्छ। यसरी दर्शन गरेँ हामी अनि मैले सबैलाई यतापट्टि सबैलाई गुरुहरू बस्नुहुन्छ, घेलाहरू बस्नुहुन्छ, त्यतातिर मैले ढोकेँ। यसरी सबैमा ढोक्नुपर्छ, प्रार्थना गर्नुपर्छ मनमा नै। एकदमै राम्रो अनि यहाँ प्रोग्राम पनि नाचगान यस्तो राम्रो भयो, कति राम्रो भयो। यहाँ लन्च पनि राख्नु भएको रहेछ, एकदमै मिठो मिठो खानाहरू पनि राख्नु भएको रहेछ। अनि हामी एकछिन नाचगान हेऱ्यौँ। यसरी मजाले तुलसी आँगनमा भनेर गीत गान उयो गर्नुभएको रहेछ कि, गीत गाउनु हुँदैछ। एकदमै मजा आयो कि, एकदमै राम्रो रहेछ, भोइसहरू पनि एकदम राम्रो लागेको। अनि हामी यहाँ खाना पनि खानु थाल्यौँ। खाना पनि एकदमै भेराइटिज थियो, यति बेसी कुनै के थियो त्यो, कति राम्रो मिठो, एकदम धेरै नै मिठो थियो। जे होस् मिठो हुन्छ नि मन्दिर। अनि हामी दर्शनहरू गरिसकेर हामी फर्क्यौँ, घर फर्किँदैछु। किनभने मेरो हस्बेन्डलाई पनि त कहीँ जानुपर्छ नि त ड्युटीमा, त्यसले गर्दाखेरि हामी घर फर्क्यौँ। ओके, बाई बाई, थ्याङ्क यू फर वाचिङ, ह्याप्पी ग्याल्पो लोसार।